यता लहरा यता सोल्टी नि यहाँ आउनु त लामिन एकदम बत्तिन न चाइनिज ट्रफीलाई सोध्नु क्या हजुर खै किनु त्यही मेताङ चौरी बासे चौरी मित्र मित्रसिन नि तामा जान्न थाना हुँदैछ सुरु हुँदैछ नेपाली आउँथ्यो त हजुर त्यहाँ नै भर्खरै मात्रै भिडियो हेरिरहेको थियो कि नेपालीमा बोल्न के ठ्याट बुझिस् छैन भाषा नबुझे पनि लिम्बू त अलिक बुझिँदैन नेपाली बोल्नु न नेपाली ठुलासँग चिलीकोबाट आएको हामी त माइतीहरू फाक्सा भनेको मासु होइन फाक्सा साक्सा सबै मिल्छ ल हामी यहाँ क्याप्चर भइरहेको छौँ हेलो आदाङमा सेकेरेको सिवारो आजको नयाँ भिडियोमा तपाईँहरू सबैजनालाई स्वागत छ अनि तपाईँहरू च्यापुन्दे युट्युब च्यानलमा आजै मात्रै आउँदै हुनुहुन्छ भने पनि च्यापुन्दे युट्युब च्यानलमा पनि स्वागत भन्न चाहन्छु अनि मेरो यो भिडियोहरू कस्तो खालको यो च्यानलमा चाहिँ आउँछ भन्दाखेरि चाहिँ म नयाँ ठाउँहरूमा जान्छु अनि त्यहाँ चाहिँ मैले बाटोमा भेटेका केही व्यक्तिहरूलाई चाहिँ म लिम्बू भाषामा सोध्ने गरिरहेको छु अनि उहाँहरूको प्रतिक्रिया जस्ताको त्यस्तै मैले भिडियोहरूमा समेट्ने गरेको छु आउनुहोस् अब आजको यो भिडियोमा कहाँ जाँदैछु अनि कसलाई के सोध्दैछु तपाईँहरू हामी सबैजना मिलेर हेरौँ यो था चौरी मेमेतुन न हजुर था चौरी थाना थाना था भाले बाँस था चौरी गोलचौरी बाँस चौरी भी थिए मेमेतुन न उता पर्छ कोनु आबेक पि यो सिधै जानुपर्छ को लामङ आबेक खोला छेउमै छ यो बाटोलाई छोडी जानुपर्छ यो थेमा खोदे यो थेमा खोदे पे खै भाषा बुझिनँ म मेन कुजा थेमा खोदे त्यहाँ पाउँछ थे खोदे पे को खेप्छ न केमिङिन थेमा मिङ केमिङिन मेरो नाम मेरो धिमाल हो दिमाल भी हेर्नु थेमा सङ बा थर मटेरी दिमाल मटेरी ए मिङिन नै दिमाल हजुर ए हेक्याङ आतो नि दिए बा कथो चाहिँ मेरो घर यता पर्छ मे कथो न आतो नि किए बाबा साइकल बनाउनु लगेको ए हेर्नु कि हिमिन आतो हिमिन घर केहिमिन माथि पर्छ ए लु यरिक नोगेन कनाबी यो बाँसे चौरी हजुर यो बाटो जानुस् कि उही भेटिन्छ फाक्सा खोदे पि फाक्सा साक्सा सबै मिल्छ खोदे पि फाक्सा साक्सा सबै मिल्छ अबि साँच्ची म त कहाँ पो जाँदै थिएँ तपाईँ अहिले त्यो सुनपोकुवा हो सुनपोकुवा म कहाँ पो जाँदै थिएँ तपाईँ बाँसे चौरी भन्नु हुँदै थियो ए किन गएको म त्यहाँ हजुर खै किनु त्यही त म त बिर्सेँ क्या किन आएको यता ए भनेपछि बाँसे चौरी चाहिँ यता यो बाटो नि म जानुपर्ने चाहिँ यता हजुर यता जाँदा चाहिँ हुँदैन मङ्गलबारे चोक ए यता चाहिँ मङ्गलबारे चोक हजुर ए लु त्यसो भने म जान्छु ल ल यो भिडियो म बनाउँदैछु कि हजुर हाल्दा हुन्छ नि हुन्छ ल आदाङदा एक को फेर त हेन को यो फा चौरी मिमेतुन न हजुर फा चौरी खै थाहा भएन मलाई फा भाले बाँस बाँसे चौरी ए बाँसे चौरी अतो बे बाँसे चौरी यताबाट सिधै जानु होइन कनानो ओके अनि यस्तो हाइवे आउँछ ए ओके बेकमा फेरि हाइवे लम्दने बि हेर्नु सिधै हाइवे हेर्नु बाँसे चौरी आतो आगे अनि हाइवे पथरी आउँछ अनि पथरीदेखि यस्तो थोरै छिर्ने बाटो छ त्यहाँदेखि सिधै गर्न हामी बाँसे चौरी आउँछ ए हेर्नु कथो मिल अरा त होइन यताबाट यस्तो जानु मेन कथो मिल अरा त बाँसे चौरी ओहो आखै मिनट लाग्छ 15-20 मिनट 15-20 मिनट हे थेमा खोदे पे 15-20 मिनटमा पुग्नुहुन्छ
यो थेमा खोदे यो थेमा खोदे भा चामना भा त्यहाँनिर जानु न मेन खोदे पि चामना भा फाक्सा खोदे पि फाक्सा खोदे पि त्यहाँनिर सबै पाइन्छ किमिङ थेमा किमिङ लेखिदिनु मेन किमिङ थेमा भा सिधै जानु न देख्नुहुन्छ किमिङ क्या केमिङ एकदम बा केमिङ इन थेमा बा बुझिन भने NAME नेम केमिङ माइ नेम केमिङ रोहन थेमा सङ बा चौधरी रोहन चौधरी ए लो यरिक नोगेन ल साँच्ची म त कहाँ पो जाँदै थिएँ उता बासे चौरी ए मैले त्यही सोधेको कि यहाँ आउनु त रोहनजी भिडियो बनाइरहेको थिएँ कि हाल्नु मिल्छ नि मिल्छ ल गएँ ल च्यापुन्दै युट्युब च्यानलमा आउँछ ल आदाङ बा बासे चौरी आता बे आता उनो ओके भी यो थेमा खोदे पे मेम्बे मैले भिडियो देखाएको थिएँ अतिन लिम्बू भाषा होइन त कम्बी लिम्बू भाषा अब हामीलाई कोथो न आवेक पी यतैबाट जान्छ यो थेमा खोदे पे त्यस्तो त अब म बुझ्दिनँ है यो बाँसे चोरी जाने बाटो चाहिँ हो ए यो चाम नाफा थेमा खोदे पा मैले टिकटकमा देखाएको थिएँ यो यसरी उ गरेको मेम्बे चाम नाफा थेमा खोदे पा के खानेकुरो भनेको ए थेमु खानेकुरो पाइहाल्छ नि त्यहाँ फाक्सा खोदे पि फाक्सा भनेको के बङ्गुर फाक्सा खोदे पाउँछ पिछी न तन्छ अलिअलि त बुझिन्थ्यो पहिला त आजकल त बिर्सियो क्या लिम्बू भाषा पिछी तन्छे फाक्सा पहिला अब त्यस्तो साह्रो बुझिएन होइन पिछी बिहानै भर्खरै मात्रै भिडियो हेरिरहेको थिएँ कि नेपालीमा बोल्नु के ठ्याट बिहानै भर्खरै मात्रै भिडियो हेरिरहेको थिएँ कि नेपालीमा बोल्नु के ठ्याट आमिङ चाहिँ च्याफुन्दे ल च्याफुन्दे पाते त थाहा भएन नि त यतैबाट जानु नि ल भयो च्याफुन्दे पात्न भिडियो बनाइरहनु भएको होइन च्याफुन्दे पात्न गर्न फेरि त च्याफुन्दे पात्न त्यो भने चाहिँ के हो च्याफुन्दे पाते भा बुझ्नु पर्यो नि त सुरुमा च्याफुन्दे बुझिन्न सर तर मैले भिडियो चाहिँ हेर्नुहुन्छ एकदम साँच्चै म कहाँ जाँदै थिएँ हो नि त बासे चौरी होला नि ए बाँसे चौरी यतै उन्तिको मान्छे हो क्या होइन बाँसे चौरी यता हो यहाँबाट सिधै जान्छ म कहाँबाट आएँ यता कि यता पो हो नि त यतैबाट होला नि यताबाट यताबाट त रोड पुगिहाल्यो नि ए रोडमा पुगिन्छ तर यो पनि रोडै हो रोड त मेरो घर चाहिँ कहाँ हो खासमा कोन त अनि कता हो होइन यताबाट चाहिँ आएँ अनि मेरो घर त कहाँतिर पो जानुपर्ने हो त तपाईँको घर त कता तपाईँलाई थाहा होला नि हामीलाई के थाहा नि तपाईँको घर त कता तपाईँलाई थाहा होला नि हामीलाई के थाहा नि होइन बाँसे चौरी चाहिँ जानुपर्ने हो कि यताबाट जानु नि त अनि भरे फेरि मेरो घर चाहिँ कहाँ जानु अनि फेरि यतैबाट आउनु यतै जानु त्यो पनि हो न त तपाईँको घर चाहिँ मेरो त यही हो अहिले यहाँ बन्दै गरेको हो केही मिल्न नयाँ घर बनिरहेको छ कि यसो त्यो बरु प्रमोसन गरेर गइदिनु न केही आइरन मिल बिमको हो कि आकाश फिल्मको आइरन बिमको आइरन बिम आई बिम फलामको घर के ए आदाङमा कन थिम्बे बाँसे चौरी भी थिमी मेटन न यही हो बाँसे चौरी ए कोथो भी
को यो मिल अरा त न नेपाली बोल्नु न नेपाली नेपाली बोल्नु न नेपाली मेन बाँसे चौरी को यो मिल अरा त न यता हो बाँसचौरी तेरी के को देख्नु यो भएन यता हे यो ठ्याक्कै कोक्दम्बो उनु सिलाप तुङसिङबा अक्दम्बो नु हेनु यो मिल अरा यता 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 ए हेनु को यो चाहिँ कताबाट आउनु भएको यता पथरी हो यता बाँसचौरी क्याङ सब को थोक यो हेन थिनबे लामिन अक्दम बत्तिन ना चाइनिज हैन लामिन अक्दम बत्तिन ना चाइनिज हैन अक्दम बत्तिन ना लामिन ना हे यस्तो बाटो यता छ एउटा उता छ एउटा यताको बाटो हो क्या नेपाली बोल्नु न नेपाली नेपाली ए म्याक्सार मिले आन हैन नेपाली आउँथ्यो त मिले सँगै न म्याक्सारिका हे यो ठ्याक्कै हेन थिनबे चारवटा लामिन बत्तिन ना लाम्बी हे नु चाहिँ को यो मिल अरा यता लहरा यता लहरा यता ना लरा यता यतापट्टि को नाबी यताको यता ए थो मान्छे खे तेरी कैनो हे यो थेमा खोदे लिम्बू भाषा हो यो होला हे या बाँसे चौरी थेमा खोदे बुझिनँ फाक्सा खोदे पि फाक्सा भनेको मासु हैन फाक्सा भनेको मासु हैन फाक्सा त्यहाँ पाउँछ खोदे पाउँछ किङ्गी बि आबी थाहा छैन ए हेनु आतो नुकी दिए छिबा हजुर आतो नुकी धाङ्गे छिबाको यो कहाँ गएर आएको पढेर ए हेनु हिँड्छु हिम्बिन यतै हो सुनझोडा कथोबी ए बुझिस् तैले भाषा नबुझे पनि मिसाङ लेस बार छ नि त किमिङ थेमा किमिङ लिम्बू भाषा हो यो बुझ्दिनँ लिम्बू त अनि किमिङ थेमा किमिङ नेम ए नेम मोलिका थेमा सङ्बा मोलिका दिमाल हुने गो नयन धिमाल ए लु यरिक नोगेन ल सेवारो साँच्ची म कहाँ पो जाँदै थिएँ अनि के यहाँ सुन्नु मैले चाहिँ कस्तो भने नि भिडियो चाहिँ बनाइरहेको थिएँ होइन कस्तो भिडियो हो यो भन्दाखेरि चाहिँ जस्तै तपाईँहरूले नयाँ भाषा सुन्नु भयो भने चाहिँ कसरी चाहिँ बुझाउनुहुन्छ झन्डै बुझ्नु भएको छ उहाँले हाल्दा हुन्छ भिडियो हुन्छ नि के पो च्याफुन्दे युट्युब च्यानलमा आउँछ च्याफुन्दे हेर्नु होला ल सेवारो ए को यो थिन्दे हेन फा चौरी भी थिए मेतन न लिम्बू त अलिक बुझिदैन हेर्नु थेमा सङ भाइ नि यहाँनिर बेमा आएको हामी त ए थेमा सङ बा थुलासङ चिलिकोबाट आएको हामी त माइतीहरू माइती सिबी हजुर ए माइतीहरू किमिङ थेमा के छ किमिङ म किमिङ के थरी भन्नुभएको खजुम लिम्बू एकाङ तामाङ एकाङ लिम्बू ने चोङबाङ लिम्बू हेर्नु याक्थुङ बान मिधाने बि अलिक जानिँदैन हौ ए अब यहाँनिर अब सहरमा बसेर आएको जस्तो जानिँदैन ए हुसिङ पर्यो नि त हिँड्नु आल्ला अब त हो त अब जान्न बुझ्दा त राम्रो अब खै जानिँदैन आल्ले हुसिङ बुङ हेर्नु आतो म मेखिमिन चाहिँ कोथोबी आङ्गाङ बेग माल्नु उबी हजुर आङ्गाङ बेग माल्नु उबी बाटो मेम्बे या मेखिम यहाँनिर यसरी जानु न तोक चाम खोदे पि आम्बे बि हुँदैछ सुरु हुँदैछ
हुँदैछ सुरु हुँदैछ Men gak mibi abi ba atau ka? सुरु हुँदैछ Heर्नु से चामा मिबी abi. चामल नोबी. हो वा ए ल को फे यता आउनु त एकैछिन. दाइले जान्दैन मेरो नाम चाहिँ च्याफुन्दे हो कि. च्याफुन्दे कहाँबाट च्याफुन्दे दमकदेखि म हैन. अनि कहाँ म चाहिँ यस्तै भिडियोहरू बनाउँछु हैन. ए ल हामी यहाँ क्याप्चर भइरहेको छौँ ए ल हामी यहाँ क्याप्चर भइरहेको छौँ के हाल्नु हुन्छ युट्युबमा च्याफुन्दे युट्युब च्यानल छ. खै खै हेरौँ त 2000 years later. यहाँ यस्तै यस्तै भिडियोहरू आउँछ हेर्नु ल भरे गएर. तपाईहरुकोमा आउँछ भोलि पर्सितिर ल. आदाङबा सेवारो हेन खिनबे हेन फा चौरी मिमेतुन ना मैले भाषा बुझ्दिन ए फा चौरी हेन बासे चौरी चौरी यो यस्तो जाने हैन अनि सिधा जाने हैन हाइवे आउँछ हैन यता जानु अनि सिमसा एउटा हरियाली आउँछ त्यहाँदेखि भित्र छिर्नु हेर्नु थो भित्र छिर्नु अनि त्यहाँ जानु भित्र छिर्नु अनि त्यहाँ जानु भित्र छिर्नु भित्र अनि घाँस छ नि पुरा हरियो यताबाट छिर्नु यरिक भित्र बेग मर्यो यस भित्र ए हेर्नु किमिङ थेमा किमिङ मतलब लेख्ने किमिङ बुझिन मिङ इन्ना मिङ बुझिन मैले नेम नाम बाहा चौर नि न त्यहाँ छ मेन केमिङ ना मेरो नाम जोसन जोसन तामाङ तामाङ ए हेर्नुको यो मेखिम्बुङ ल पाबी यो बिहे भएको ए चाम खोदै पि पेकाल्नु बि भा पर्दैन मेन गा हे यो तक चाम खोसुङ बि भा मेखिम मैले भाषै बुझिन एक थाल तकिन ताक ट्याङ फेट्ना एक थाल तकिन फेट्ना आङ्गा इन लाग्यो जानु भयो मेन बे अलाज ताइन हैन जानु खानु यहाँ गर्नु भित्र जानु खानु म ढिलो भइसक्यो अलाज ता अनि खानु भित्र ल नोगेन यो चाहिँ के हो भने नि यहाँ आउनु न भिडियो बनाएर आएको थिएँ कि के पो च्याफुन्दे युट्युब च्यानलमा आउँछ हाल्दा हुन्छ नि होइन कस्तो हो भने नि यो चाहिँ साँच्ची म कहाँ पुगेर जाँदै थिएँ होइन म कहाँ पो जाँदै थिएँ भनेको नि ठाउँको नाम ए बासे चौरी हिँड्दै गरेको अनि त्यहाँ के पाउँछ त्यहाँ सेक्पा अनि हुक्काहरू यसो ए चरपटे त्यस्तो पाउँछ यहाँ चाहिँ के थरीको बिहे हो लिम्बू लिम्बूको हो लिम्बू केटी चाहिँ तामाङ ए भनेपछि तपाईँको चेली होइन हामी यहाँ आएको चाहिँ छिमेकी हो कि ए ए ल एकदम राम्रो लाग्यो अनि भिडियो चाहिँ च्याफुन्दे युट्युब च्यानलमा आउँछ हाल्दा हुन्छ नि होइन हाल्दा हुन्छ नि भने भिडियो ल हेर्नु ल ल धन्यवाद च्याफुन्दे भन्नु त एकचोटि चाख्नुले अलिक मजाले बुझिन्छ भन्नु त फेरि च्याफुन्दे चाख्नुले ल आदाङबा सेवारो हेन खेल्पे बासे चौरी भी थिए मेतो न बासे चौरी भनेको यहाँबाट पुग्छ र कहाँ अरे बासे चौरी एकछिन ल भाइ यहाँ आउनु त भाइ यहाँबाट यो बाटोबाट बासे चौरी पुग्छ थाहा हो यो थाहा हो पि यो भाइलाई सोध्नु कता तल जाने कि माथि बासे चौरी कहाँदेखि आउनु नानु थेमामु यता पर अरे याक्थुङ पनि यहाँ याक्थुङ बे आगा भाइ यहाँबाट होइन अरे त्यता ए कनानु हेर्नु को लामेमे देख्थुङ ने त्यसो भए यसो गर्नु बाँसे चौरी भनेपछि अलिकति एउटा जान्ने मान्छेलाई यहाँ पर सोध्नु अनि त्यहाँबाट कहाँबाट झर्छ होइन त्यहाँबाट चाहिँ सोल्टिनी यहाँ आउनु त ए सोल्टिनी यहाँ आउनु त हेर्नु थेमा सङबा हेर्नु चोङबाङ दि हेर्नु हिमी नातो बासे चौरी कहाँबाट अरे
चौरी यतै माथि गर अनि कहाँ बासे चौरी माथि नि कोथोनु बि मजाले हेन आतो बेङबङ यतै माथिबाट जान्छ रोड चाहिँ कता जाने भन्नु न ए रोड न आतो बेङबङ भा माथिल्लोपट्टि थोलपचाङ उत्तर थोलेमजाङ होइन राम्रो प्रश्न भनिदिनु न बासे चौरी यस्तो छ लामो लम्बाङ थोलपचाङ हेन अब याक्थुङ बुइ मेनी अल गइ हो याक्थुङ बा सिनिमना ए थेमासङ बा सेमजङमा अटो ए अनि यो भएपछि याक्थुङ भयो कि होइन भनेको गाई याक्थुङ बा प्युर अगर नुरिन पाप हेर्नुहोस् या बा नुरी के मेताङिन चौरी मेताङिन चौरी यो माथि राजबाट निक्लिनु होइन तपाईँ तल आउनुभयो ट्रफीलाई सोध्नु अरूभन्दा ट्राफिक किन ट्रफीलाई सोध्नु क्या ट्रफीलाई सोध्नु क्या बाँसे चौरी कहाँ हो भन ट्राफिक किन बि पुलिस आऊ ए हेर्नु आम्दे माङ आम्दे इल्ग कामतिर जाँदा केने हेर्ने सामानी गतुमी कङ्ग कतुम कि हिम्मो निया फेचुङ लछ खे लोताङ ओदाक्से खाने ए ल है केग्र अनि उनीहरूले थाहा छ नि त यरिक यरिक नोगेन ल गाछै पक्दम भिडियो छौँ कि याक्थुङ थिए थौरी न योङह्याङ गाछै अनि आतिको पाङ्बे हो इभाङ है इभाङ येभाङ इभाङ इभाङ उनीहरूले सोध्दा पत्तो लाग्छ है तर तपाईँसँग यो प्रमाण छ कि छैन फेरि अप्ठ्यारो हुन्छ अब हेर्नुहोस् बा बिजोक पोङा आलुले बिजोक भिरा बिजोक गई याक्थुङ बने मैले हो याक्थुङ याक्थुङ आदु मेचिया आङ्गा चाहिँ एकदम याक्थुङ बा भिडियो जोङ कि मेम्बी पन भिडियो अपलोड चोक माल्नु बि एकछिन है त्यहाँ एकजना बुढो मान्छेलाई सोध्नु है ओ बहिनी मेम्बी आङ्गा को खेप्छ न आङ्गा थावा कि बाँसे चौरी गा चाहिँ एकदम खाले भिडियो जोङ च्याफुन्दे उसिङ्गिने तिमी च्याफुन्दे च्याफुन्दे भनेको च्याफुन्दे भिडियो ए थाहा छैन हौ थाहा हो पि अलि अम्बङ आएको पेकमाङ अम्मा ल च्याफुन्दे सरचोकमा एनो ता ए भिडियो लोक पाबै ए ल yang malu bi kan video na abare ciban no ko abarin na gomyak म सही हो yang malu मेन्टे नो मैले सही कुरा गरेको म त्यस्तो फाटा हैन ल ल यरिक यरिक नोगेन ल ल फेरिक फेरिक तोमी ल ओके ल आदाङ बा यो भन्छ त बाबै त हैन थाहा भन्नुगा हाम्रो आफ्नै त हुनु त त्यो के पो म कहाँ पो जाँदैथे अरे पुसे चौरी कि बासे चौरी भन्ने चाहिँ थाहा हो बासे चौरी कहाँ जाने अरे ए घन्टे जस्तो तपाईँ सिधा कुरा भन्नु न अनि कसले बताउँछ बासे चौरी रमाइलो जान्छु भन्नु न मलाई चढाएर लानु म पुर्याइदिन्छु रमाइलो बि नाके काने पोखरी काने भरि नै पुर्याइदिन्छु त्यहाँदेखि उता उता म सबै जहाँ जान्छु भने त्यहीँ पुर्याइदिन्छु अहिले उताको मान्छे होइन यस्तै भिडियो बनाउँछु कि म चाहिँ तपाईँ के थरी म त सेम्बु उहाँ मेरो मामा हो पचङबङ हो ए तपाईँ पनि लिम्बू नै हो हजुर ए नो याक्थुङ मान मलाई त्यति आउँदैन ए म्याक्सा मिदानेन कि आलु उसिङ बङ्गा आलु उसिङ बङ यता घुराउ ए लु जानु 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 अनि मेरो गाउँ त होइन न म अहिले सबै म भनिदिन्छु म हिँडेको त हिँड्नु ल म कुनै दिन आउँछु त्यता कुनै दिन त्यो त मरेपछि पछि आएपछि तपाईँको नाम नरेन्द्र होइन एकदम देख्थेँ क्या म तपाईँलाई खालि पत्रीमा नि सबैलाई सोधिरहेको थिएँ क्या हेर्नुहुन्थ्यो हेर्नुहुन्थ्यो च्याफुन्दे
दमको ल धन्यवाद ल आदाङमा चाहिँ तपाईँहरूले यो भिडियो पनि हेरिसक्नु भएको छ अनि सुरुदेखि अहिलेसम्म तपाईँहरूले हेर्नुभयो सबैजनालाई यरिक नोगेन भन्न चाहन्छु अनि यस्तै भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानलमा जोडिनु होला अनि जो जोडिनु भएको छैन तपाईँहरू पनि जोडिनु होला भन्न चाहन्छु र यो भिडियो कस्तो लाग्यो तपाईँले जस्ताको त्यस्तै कमेन्ट बक्समा गएर प्रतिक्रिया दिनु होला सुधार्नु पर्ने पक्षहरू छ भने पनि तपाईँहरूले एकदमै मन खोलेर कमेन्ट गर्न सक्नुहुनेछ अनि यो भिडियो मन पर्यो भने तपाईँहरूले सक्दो सेयर गर्नु होला एक सेयर गर्नु होला सबै नेपाली माझ पुर्याउनु होला अनि आफ्नो आफन्तलाई पनि सेयर गर्नु होला अनि साथीभाइहरूलाई पनि सेयर गर्नु होला दुश्मनलाई पनि सेयर गर्नु होला भन्न चाहन्छु अनि एकदमै मन पर्यो भने अझै के पनि भन्न चाहन्छु भन्दाखेरि चाहिँ सब्स्क्राइब गर्न पनि सल्लाह दिनु होला भन्न चाहन्छु अनि मेरो युट्युब च्यानल यो च्यापुन्दे च्यानलमा चाहिँ तपाईँहरू सबैजना जोडिएको म हेर्न चाहन्छु अनि सबैजना हाँस्ने छौँ अनि यस्तै कन्टेन्टहरू आउनेछ यो च्यानलमा चाहिँ सबैजना जोडिनु होला भन्न चाहन्छु यरिक नोगेन